Everyone, welcome back to my channel. अनि आज हामी आएको छौं शीतल फार्म यो रहेको छ पाल्पामा अनि यहाँ चाहिँ हामी सबै फ्यामिली मिलेर आएको छौं अनि हामी आज यही बस्ने हो आज अनि भोलि सो मैले अब यहाँ के गर्छु अनि यो फार्म कस्तो छ हजुरहरूले यो भिडियोमा हेर्नु होला अहिले हामी बुटोलको जाममा परेको छौं अनि यहाँ चाहिँ अहिले ट्राफिक लाइटले रोकेको छ हामीलाई अहिले हामी कालिका नगर छौं अब यहाँबाट हामीले 1.5 आवर लाग्छ बर्तुङ पुग्न पाल्पा बर्तुङ पुग्न अनि त्यो बर्तुङबाट चाहिँ 10 मिनेट लाग्छ शीतल फार्म हाउस पुग्न हामी चाहिँ अहिले सिद्धबाबा आइसकेको छौं यो हो सिद्धबाबाबाट सुरुङ मार्ग अहिले चाहिँ बनिराखेको छ नि त त्यही भएर यहाँ यस्तो बाटोहरू एकदम धुलो थियो के अनि गाडीहरू पनि स्लो चलिराखेको थियो ढुङ्गाहरू माथिबाट खस्छ भनेर एकदम धुलो यो बाटो चाहिँ नानी चाहिँ फर्स्ट टाइम यसरी ट्राभल गर्दैछ अनि त्यही भएर यिनलाई अर्कै खालको रङ्ग लागिरहेछ कि यस्तो पहाडी एरियामा मैले अहिलेसम्म लगेको थिइनँ नानीलाई अनि यो चाहिँ यिनको फर्स्ट टाइम हो यो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबा माथि होइन यस्तो छ होइन कन्डिसन अहिले धुलो छ रोडको हालत जाम लागिरहेको थियो अनि हाम्रो गाडी चाहिँ स्लो नै गइरहेको थियो भ्यू चाहिँ एकदम दामी छ त भन्नै पर्दैन बाटो धुलो भयो नि भ्यू चाहिँ एकदम खतरा दामी लाग्छ कि मलाई पाल्पातिर सो हामी अहिले चाहिँ पाल्पाको प्रवासतिर आइसकेको छौँ यहाँबाट चाहिँ अब हामीलाई आधा घन्टा जति लाग्छ आधा घन्टा पनि लाग्दैन बर्तुङ आउनु बर्तुङदेखि माथि त्यही शीतल फार्म पुग्नु त्यो 10-20 मिनट लाग्ला नानी त खुसी भएर अगाडि हजुरबाहरूसँग बस्न गइन् अनि त्यही सुतिराखेछि पेट बटारे जस्तै भएर किन अहिले चाहिँ हामी यहाँ शीतल फार्म आइसक्यौँ सो यो चाहिँ इन्ट्रान्स गेट हो अनि हाम्रो लगेजहरू निकाल्दै हुनुहुन्छ म हाम्रो रुममा आइसकेको छु यो चाहिँ हाम्रो 1 डेको हाउस अपार्टमेन्ट टाइप भनौँ न घरै हो कस्तो राम्रो के हेर्नु न भ्यू and this is our room tour of the room hello सो हाम्रो मिल आउन स्टार्ट भइसकेको छ सुरुमा चाहिँ हाँसको छोइला चिउरा अनि चुकौनी आएको रहेछ भटमास पनि आछ स्टार्टमा चाहिँ यो हाम्रो रुम हो हामीले चाहिँ एउटा होम जस्तै लिएको छौँ हामी धेरै भएर अनि यहाँ चाहिँ माथि जाने एरिया हो यहाँ पनि सुत्ने ठाउँ छ अनि यहाँ चाहिँ 3टा बेड रहेछ यहाँ मेरो छोरी सुतिराखी छिन् अनि यता चाहिँ मिरर अनि यो वाशरुम यता त्यसपछि यो बाहिरको एरिया भ्यू हेर्नु न कति राम्रो सो ब्युटिफुल त्यो चाहिँ रिसेप्सन हो अनि यता चाहिँ खाने ठाउँहरू छ हाम्रो चाहिँ खाने ठाउँहरू त फ्यामिलीसँग इन्जोय गर्ने एकदम राम्रो छ कि यो ठाउँ कस्तो राम्रो है यो घर काठले बनेको अनि
यो चाहिँ डाँडा काँडा यो भ्यू हो यो खाने ठाउँ त्यहाँ खाने ठाउँ बसिराख्नु भएको छ अनि यहाँ चाहिँ यहाँबाट चाहिँ यो पाल्पा हो नि हो अनि यो मर्तुङमा पर्छ यो चाहिँ पोखरा पनि जान्छ यो रोडबाट यो पोखरा जाने बाटोतिर पर्छ कि यो फार्मको नाम चाहिँ शीतल फार्म हाउस हो अनि यो रुम यताबाट पनि खुल्ने हुन्छ यो इन्ट्रान्स यो चाहिँ अर्को नेक्स्ट रुम यहाँ चाहिँ अरूहरू पनि बस्न मिल्छ यो गार्डन रहेछ यता म पनि फर्स्ट टाइम नै आएको यहाँ सो यहाँ हेर्नु न भ्यू कति राम्रो आएको छ चाहिँ टेरेस छ यो म अहिले पछि जान्छु भर्खर यहाँ मेरो छोरी सुतिरहेको छ म छोरी हेर्दै बसिरहेको छु अरू उहाँहरूले खाना खाँदै हुनुहुन्छ अहिले पालो दिएपछि म अहिले पछि जान्छु माथि कस्तो राम्रो हो माथि पनि लास्ट ब्युटिफुल यार फ्यामिली फ्रेन्ड्सहरूसँग इन्जोय गर्न नाइट आउट हान्न घुम्नको लागि एकदम चिल आउट गर्नको लागि दामी ठाउँ छ अहिले चाहिँ म यहाँ बाहिर फोटोहरू खिचौँ भनेर दिदीले जाम भन्नुभएको थियो अनि यसो बाहिर गएर भ्यू कतातिर राम्रो आएको छ त्यही फोटो खिच्नको लागि हामीले लोकेसन खोज्दैछौँ घाम चाहिँ डुबिसकेको रहेछ फोटो खिच्ने भनेको त घामै नलागेको कोही ठाउँमा लागेको थियो अनि कस्तो नराम्रो आइराखेको कि फोटो पनि त्यही भएर यहाँ लोकेसन खोजिराखेको छौँ चिसो हुन स्टार्ट भइसकेको छ कस्तो जाडो यतातिर बुटोलतिर बस्ने बानी भएर यस्तो जाडो त सहनै नहुने के बरु त्यहाँ छतमा गएर खिच्नु नि हुन्छ अरू पनि गेस्टहरू आउनु भइसकेको छ अनि यहाँ भिडभाड हुन लागेछ घाम चाहिँ यहीँ एउटा ठाउँमा मात्रै भेटायौँ जुन हाम्रै घर हो नि जहाँ हामीले बस्नको लागि लिगेछौँ त्यहाँ मात्रै घाम लागेको थियो अरू कतै राम्रो लागेको छैन घाम डुब्न लागेछ डाइरेक्ट घाम चाहिँ त्यही मात्रै परेको थियो कि सो राति भइसकेछ हामीले चाहिँ आगो बालेर अब खानाहरू खान स्टार्ट गर्ने भन्ने सोचेछौँ हाम्रो खाना पनि आइसकेको छ खाना भन्दा नि सुरुमा बार्बिक्यू गरेको चिकन लेग पिस फ्राई माछाहरू यस्तो आइसकेको छ यहाँ आगो ताप्दै खान लागेको छ नानी पनि ठ्याक्कै उठिछिन् नानी भोक लागेर हातमा काँक्रो समाएर बसिछिन् नि आगो ताप्दै कस्तो चिसो भयो कि अनि आगो ताप्नै पर्ने भएको जाडो बल्ल जाडो स्टार्ट भयो जस्तो फिल भयो मलाई किनकि बुटोलमा गर्मी नै छ कि अझैसम्म यहाँ त लास्टै जाडो छ 10 डिग्री सेल्सियस छ अहिले जो टेम्परेचर अनि हामीले चाहिँ हाम्रो सबैजना मिलेर प्लेटहरूमा राख्दै खाइराखेको छौँ अब चाहिँ फुड आउन स्टार्ट भइराखेको हुन्छ दिउँसोबाट स्टार्ट भयो अनि बिचमा हामीले रोकेको थियौँ होल्ड गरेको थियौँ खानालाई पछि खाने भनेर अनि अहिले चाहिँ आगो ताप्दै खान लागेछौँ नानी पनि खाँदैछ रातिमा चाहिँ यस्तो हुने रहेछ यो रुमहरू अनि यो माथि यहाँ सुत्ने ठाउँ छ यो देखाइसकेको थिएँ मैले अघि नै हजुरहरूलाई जाडो भएर म त पुरै भुल्ली ओढेर बसिसकेँ ब्ल्याङ्केट जस्तो ज्याकेट अनि रातिमा हेर्नु रातिमा नि कस्तो राम्रो देखिरहेको छ कि सबै अरू गेस्टहरू पनि यस्तै आगो बालेर बसिराख्नु भएको छ एकदम रमाइलो भइरहेको छ यतातिर रातिमा कस्तो राम्रो देखियो यो घर पनि एकदम चुटुक्कको कति राम्रो कि म यस्तो मन पर्यो नि यो घर डिजाइन यसको युनिक एकदम सो यो चाहिँ सेकुवा हो चिकन सेकुवा अनि हामीले चाहिँ आफै बार्बिक्यू गर्न सक्दैनौँ भनेर उहाँहरूले आफै गराइदिएर ल्याइदिनु भएको छ सर्भ गरिदिइराख्नु भएको छ हामीले आफै प्लेटमा हालेर आफ्नो भाग सर्भ गरेछौँ
नानी एकैछिन खाएर थाकेर यता आएर बस्छु भनेर यता ल्याएर झुलामा खेलाइराख्नु भएको छ दिदी र मम्मीले। यिनलाई फेरि टम्म परे यस्तो चिसो ठाउँमा फर्स्ट टाइम आएछिन्। पोहोर पनि जाडो त भयो तर सानी थियो नि यसपालि अलिक ठुली भएछौँ नि त। हामी खाना खानु लागिसकेछौँ। गुड मर्निङ एभ्रिवान। अनि राति मैले धेरै रेकर्ड गर्न सकेन एकदम चिसो भएर। अनि अहिले चाहिँ यो बिहानको भ्यू हो, यो नेक्स्ट मर्निङ। आज चाहिँ हामी घर फर्किने भन्नुभएको छ। अनि सो यो बिहानको भ्यू चाहिँ मर्निङ ब्रेकफास्ट। यहाँ चाहिँ यस्तो ब्रेकफास्ट आउने रहेछ, कोदो फापरको रोटी, गिलो रोटी, सानेको अन्डा, अनि त्यसपछि बोडीको दाल, अनि अरू के आउनु लागेको छ। सो अब हामी यो चाहिँ खाएर अनि एकैछिन फोटोहरू क्लिक गरेर हाम्रो गाडी आउँछ अनि हामी चाहिँ घर जान लागेछौँ। आज चाहिँ हामी घर फर्किने भयो, एकदम जाडो भएर अनि काम पनि पर्यो। सो अब हामी छिटै घर जान्छौँ, एकैछिन डुल्छौँ यतातिर, इन्जोय गर्छौँ गाडी आउँदासम्म। अनि यो शीतल फार्म, यहाँ सबैजनाले फोटो खिचिराख्नु भएको छ। अहिले बिहानमा चाहिँ कस्तो घाम परेर कति राम्रो देखियो कि भ्यू हेर्नु न, मजाको आहा। गार्डन एरिया पनि कस्तो राम्रो देखियो। यो चाहिँ भ्यू पोइन्ट रहेछ तर कस्तो डर लाग्दो कि म यस्तो पहाडहरूमा सी सेक्सन भएपछि म कस्तो देख्दाखेरि पनि डर लाग्छ कि। यो चाहिँ पाल्पाबाट त्यो बर्तुङको रोड हो। सो हामीले हाम्रो ब्यागहरू सबै निकालेर निस्किसकेको छौँ। यहाँ चाहिँ हामी बसेको थियौँ, यसलाई चाहिँ बाई गरेर। सो अब हामी जान लागेछौँ। हाम्रो गाडी आइसक्यो, हामी झर्दैछौँ पाल्पाबाट। एकदम ओह्रालो छ कि गाडी, अनि स्विङ गइरहेको छ, कस्तो डर लागिरहेको छ। अहिले चाहिँ हामी जोरधारा आइसक्यौँ। अनि यहाँ जोरधारामा हामी एकैछिन बसेर नास्ता खाने भनेको र यहाँ बटुक पकौडा, माछा फ्राईहरू यस्तो खाने भन्नुभएको छ। अनि यहाँ हामी होल्ड गरेर खान थालेको छौँ। सो यहाँबाट चाहिँ अब त्यही आधा घन्टा जति लाग्छ। उहाँहरूले खाना खानलाई बस्नुभएको छ। मलाई कस्तो सन्चो नभए जस्तो भएर म यतै बसेको छु। अनि यता चुकाउने आएको रहेछ। सो टेक केयर एभ्रिवान, बाई। आजको लागि यति नै। होप टु सी यु एभ्रिवान इन माई नेक्स्ट ब्लग। बाई।